मसँग अहिले हाम्रो धनेशजी हुनुहुन्छ, हाम्रो साथी। तपाईँलाई कस्तो महसुस भइरहेछ यो बन्दीपुरबाट केबल कारबाट बन्दीपुर गइराख्दाखेरि चाहिँ? साँच्चै भने बन्दीपुर आउँदा चाहिँ यो बन्दीपुर कुनै बेला चाहिँ मृत सहर जस्तो थियो नि त, होइन? र अहिले यस्तो ढङ्गले चाहिँ रिभाइभ भएको यहाँ केबल कार, तपाईँको माथिको चाहिँ हेरिटेज त्यो टाउन, यो सबै कुरा हेर्दा चाहिँ हामी एकदमै यो बन्दीपुर चाहिँ बन्दै गइरहेको, हाम्रा चाहिँ गाउँका चाहिँ बन्दै गइरहेको, सहरहरू चाहिँ बन्दै गइरहेको देख्दा चाहिँ एकदमै खुसी लाग्छ क्या, होइन? यो तनहुबाट चाहिँ हामीले धेरै कुराहरू सिक्नुपर्छ, बन्दीपुरबाट धेरै कुराहरू सिक्नुपर्छ र यस्तै खाले चाहिँ सहर गाउँहरू चाहिँ हामीले चाहिँ सबै ठाउँ बनाउनुपर्छ जस्तो लाग्छ। जस्तै तपाईँलाई अब यो केबल कार तपाईँ दुस्सै यो बाहिर देखिरहनु पर्छ, हाम्रो ब्याकग्राउन्डमा हुस्सु पनि होइन, कस्तो तल खाली थियो अहिले हुस्सु लागिरहेको छ, कस्तो महसुस भइरहेछ तपाईँलाई? एकदमै आनन्द, रोमाञ्चक, होइन? अब कस्तो भन्ने यो हेर्नु न, अब बिस्तारै घाम देख्दैछौँ हामीले, होइन? हजुर, एकदमै रमाइलो है। सो तपाईँलाई बन्दीपुर फेरि पनि स्वागत छ, तपाईँको यात्रा सफल रहोस्। थ्याङ्क यू। मसँग अहिले हाम्रो धनेशजी हुनुहुन्छ, हाम्रो साथी। तपाईँलाई कस्तो महसुस भइरहेछ यो बन्दीपुरबाट केबल कारबाट बन्दीपुर गइराख्दाखेरि चाहिँ? साँच्चै भने बन्दीपुर आउँदा चाहिँ यो बन्दीपुर कुनै बेला चाहिँ मृत सहर जस्तो थियो नि त, होइन? र अहिले यस्तो ढङ्गले चाहिँ रिभाइभ भएको, यहाँ केबल कार, तपाईँको माथिको चाहिँ हेरिटेज त्यो टाउन, यो सबै कुरा हेर्दा चाहिँ हामी एकदमै यो बन्दीपुर चाहिँ बन्दै गइरहेको, हाम्रा चाहिँ गाउँका चाहिँ बन्दै गइरहेको, सहरहरू चाहिँ बन्दै गइरहेको देख्दा चाहिँ एकदमै खुसी लाग्छ क्या, होइन? यो तनहुबाट चाहिँ हामीले धेरै कुराहरू सिक्नुपर्छ, बन्दीपुरबाट धेरै कुराहरू सिक्नुपर्छ र यस्तै खाले चाहिँ सहर गाउँहरू चाहिँ हामीले चाहिँ सबै ठाउँ बनाउनुपर्छ जस्तो लाग्छ। जस्तै तपाईँलाई अब यो केबल कार तपाईँ दुस्सै यो बाहिर देखिरहनु पर्छ, हाम्रो ब्याकग्राउन्डमा हुस्सु पनि होइन, कस्तो तल खाली थियो अहिले हुस्सु लागिरहेको छ, कस्तो महसुस भइरहेछ तपाईँलाई? एकदमै आनन्द, रोमाञ्चक, होइन? अब कस्तो भन्ने यो हेर्नु न, अब बिस्तारै घाम देख्दैछौँ हामीले, होइन? हजुर, एकदमै रमाइलो है। सो तपाईँलाई बन्दीपुर फेरि पनि स्वागत छ, तपाईँको यात्रा सफल रहोस्। थ्याङ्क यू।